अब यो खुनुवाको डायरीको 26औं एपिसोड है। 2067 मङ्सिर 8 गते कोठामा आएर एकछिन बसेको मात्र थिएँ। बाइकबाट मेरो नाम बोलाए। को आएको होला भनेर गएको त श्रीमती र प्रेममाया दिदी आउनु भएको रहे। प्रेममाया दिदीलाई देखेर मेरो मन हर्षित भयो। उहाँलाई भेट्ने धेरै दिनदेखिको धोको बल्ल आज पुरा हुने भयो। म भेटघाट स्थलमा गएँ। दिदीलाई नमस्कार गरेँ। दुवैजनालाई निहालेर हेरेँ। दिदी त हट्टा कट्टा नै हुनुहुन्छ, श्रीमती मात्र दुब्लाएकी छिन्। उनीहरूसँग कुराकानी भयो। पर्सीको पेशीमा 90% म छुट्ने सम्भावना छ, अरू भगवान भरोसा भन्नुभयो। दुखी नहुनु, आफ्नो स्वास्थ्यलाई हुने चिज मात्र खानु भनेर अर्ती पनि दिनुभयो। सुरेन्द्र मानन्दरलाई किन भेट्न बोलाएको, उसँग के कुरा भयो भनेर सोध्नुभयो। मैले सबै कुरो बताएँ अनि उसले मसँग व्यवहार गरेको कुरा पनि बताएँ। तपाईलाई फसाउनमा सुरेन्द्रकै हात छ भन्छन्। त्यो संस्थाले नफसाएको भए उसैले कारवाही गर्ने भनेर हिँडेको छ, श्रीमतीले भने। तपाईँ नेवा राज्य मङ्का परिषदमा लागेको, त्रिवी सङ्घर्ष समितिमा लागेको उहाँलाई मन परेको थिएन। उसले मात्र होइन, पार्टीले नै नेवा राज्य मङ्का परिषदमा नलाग भने पनि लाग्छौ। तर एमाले अहिलेसम्म नेवा राज्यको विरोध गरेको छैन। सुरेन्द्र जस्तो अवसरवादी होइन म। अनि एमाले पनि पार्टी भनेको उसको बाबुको सम्पत्ति होइन। आज संस्थाले नानी मिसलाई बच्चाहरूसँग भेटघाट गराउनु भनेर बोलाएको छ। उनी बच्चाहरूलाई भेट्न गएका छन्। के खबर ल्याउँछ हेरौँ, श्रीमतीले भने। यदि नानी मिसले बच्चाहरूलाई भेटेर कुरा गर्न पाएको भए अवश्य पनि बच्चाहरूलाई मेरो पक्षमा बोल्न लगाउने छिन्। श्रीमती र दिदीसँग छुटिएँ। आज छोरा आएन, मलाई अलि नरमाइलो लाग्यो। अब त एक दिन छोरा देखेन भने पनि मलाई के नपुगेको जस्तो लाग्न थालेको छ। छोराको मायामा अति नै मोहित भए जस्तो लाग्छ। 2067 मङ्सिर 9 गते 25 नोभेम्बर 2010 बिहिबार। म भद्रबन्दी गृह पसेको आज 50 दिन भयो, अर्थात् 50औं दिन। 50 सयको ठुलो महत्त्व हुन्छ। भोलि मेरो 17 नम्बरमा पेशी छ। त्यो पेशीमा बहस हुन्छ कि हुँदैन। बहस भए पनि म सामान्य तारिखमा छुट्छु कि छुट्दिनँ। यी सबै यावत कुराहरू मेरो मनमा खेलिरहेको छ। अस्ति कार्तिक 25 गतेको पेशीको बेला मेरो मन यति उत्साहित भएको थियो कि पेशी सर्दा म 2 दिन बिरामी नै भएँ। त्यसैले मङ्सिर 3 गतेको पेशीमा म त्यति उत्साहित भइनँ। अहिले त मैले मतलब नै राखेन। छुट्या बाहिर जाउँला, नछुट्या यहीँ बसौँ, आफूले केही गर्न सक्ने होइन। ओम शान्तिबाट कोठामा आएँ। डायरी लेखौँ भनेर कापी कलम तयार पारेँ। डायरी के लेखौँ, कसको बारेमा लेखौँ, जति लेखे पनि सकिँदैन। लेख्न थालेँ भने मलाई ती बच्चाहरूको याद आउँछ, जसको कारण आज म बाहिरी दुनियाँबाट अलग भएर यो 4 पर्खालभित्र बस्नु परिरहेको छ। अझसम्म पनि मलाई विश्वास लाग्दैन उनीहरूले म प्रति यस्तो गम्भीर आरोप लगाएको होला। मलाई बा र ड्याडी भनी नठाक्ने छोरीहरूले आज मलाई किन पराई ठाने? मेरो मुहार अलिकति मात्र मलिन भयो भने चिन्तित हुने छोरीहरू आज कसरी मन बाँधी राखिएको होला? म बुढो अशक्त भन्ने उनीहरूलाई थाहा थियो। त्यसैले त म पाङ्गामा गइरहेको बेला अलिकति मात्र पानी पर्यो भने पनि दुवैजनाले दुईतिर हातको पाखुरा समातेर मलाई किर्तिपुरसम्म पुर्याउन आउँथे। माया दोहोरो हुन्छ, त्यसैले त म पनि उनीहरूलाई त्यतिकै माया गर्थेँ। उनीहरूलाई कसैले केही भन्यो भने म रिसाइहाल्थेँ। प्रेम अन्ध हुन्छ भनेको साँच्चीकै रहेछ। मानिस कतिसम्म स्वार्थी हुन सक्छ भन्ने प्रमाण अहिले मैले पाइरहेको छु। आई लभ यु भन्ने SMS देखेपछि मैले उनीबाट मोबाइल खोसेँ। उनलाई घरबाट निकाल्ने कुरा गरेँ। उनी त मोबाइल बिना बस्नै नसक्ने भइसकेकी रहेछन्। उनले स्कुलमा मोबाइल चोरेर समाते। यो कुरा मैले थाहा पाएँ भने उनलाई 1 मिनट घरमा राख्दिनँ भन्ने थाहा पाएर आफ्नो इज्जत जोगाउन मेरो इज्जतमाथि खेलबाड गरिन्। आफ्नो भविष्य चौपट पारिन्। हुन त उनीहरूलाई भविष्यको के चिन्ता? अलिकति ठुली भइन् भने बिहा गर्न हतार। बिहे गरेर 2-3 जना बच्चाहरू जन्माउँछन्। उनीहरू बुढी हुन्छन्।
अनि लोग्नेले अर्को तरुणी केटी लिएर भाग्छन् अनि उनीहरू भाग्यको खेल भनेर बच्चाहरू पालेर बस्छन्। तीनजना केटीहरूकी आमाहरूको नियति यस्तै त छ। उनीहरूका लोग्ने मरेका छैनन् र कसैसँग लोग्ने पनि छैनन्। यस्ताले मलाई के मान्थे। ठिक समयमा खाना खाएर कोठामा आए। रेडियो सुने। रेडियोमा समाचार दियो। आज मङ्सिर 9 गते अर्थात् 25 नोभेम्बर 2010। आज विश्वभरि महिला लैङ्गिक विभेद दिवस मनाइरहेका छन्। यो समाचार सुनेर मेरो मनमा कुरा खेल्न थाल्यो। नेपालमा पनि यो दिवस धुमधामले मनाइरहेका होलान्। कतै 5 तारे 3 तारे होटेलहरूको हल बुक भएको होलान्। कति सभा गोष्ठी हुँदैछ होला। आज कति महिलावादी संस्थाका डल्लरधारी महिलाहरू पुरुष प्रधान समाजलाई गाली गरिरहेका होलान्। महिला अधिकारको लागि कुर्लिरहेका होलान्। त्यसरी कुर्लिए बापत कति डलर पचाउने होलान्। यिनीहरू महिला तथा बालबालिका कति हितैषी हुन्, कति दुश्मन हुन् छुट्याउन गाह्रो छ। किनभने यिनीहरूले आफ्नो मुहारमा मानवतावादी या महिला मुक्तिदाताको मुखौटा लगाएका हुन्छन्। यो भद्रबन्दी गृह एउटा समुद्र हो। समुद्रमा जसरी विभिन्न थरीका विभिन्न जातका माछा लगायत जलचरहरू हुन्छन्, त्यस्तै यहाँ विभिन्न अभियोगमा बन्दी बनाइएकाहरू छन्, जसमध्ये सबभन्दा बढी लागू औषध महिला तथा बालबालिका र वन सम्बन्धित नै छन्। किनभने सबैभन्दा बढी वर्ष कैद पाउने मुद्दा पनि यिनै हुन्। मान्छे मार्यो भने सजाय भए 20 वर्ष, त्यसमा पनि आधा सजाय मिना भएर 10 वर्षमा छुट्छन्। हात हतियार खर खजाना लुटपाट डाकाझनी ठगी इत्यादिमा 3 वर्षदेखि 10 वर्षमा सजाय हुन्छ, जसमा आधा सजाय मिना पाउँदा छिट्टै छुट्छन्। अरू अपराधमा 1 दिन पनि मिना हुँदैन अनि एकचोटि यहाँ पसेकाहरू जरा गाडे झै बसिरहनुपर्छ। यो महिला समानता र न्यायका नाममा विदेशबाट डल्लर आउन थालेपछि एनजिओहरूले जमिनमा गाडिसकेका मुद्दाहरू पनि खाल्डो खनेर बाहिर निकाल्छन्। भए नभएका आरोप लगाएर मुद्दा चलाउँछन्। यसले धेरैको जिन्दगी बर्बाद पारिदिएको छ। आज मलाई कसैले पनि भेटघाट गर्न आएन। मलाई कहीँ जान मन लागेन। 2067 8-10 26 नोभेम्बर 2010 पुनरावेदनमा तेस्रो पेशी। आज पुनरावेदन 17 नम्बरमा मेरो पेशी छ। पक्का बहस हुन्छ भनेको थियो। जे हुन्छ खबर गर्न छोरा या बुहारी आउन सक्छ। मलाई फोहोरी देख्यो भने उनीहरूले चित्त दुखाउने छ। आज म बाहिर जान पाउँछु या पाउँदिन मलाई थाहा छैन। आज म त्यति उत्साही पनि भएको थिइनँ। मैले मुरलीमा पढेको थिएँ, हामी यो जुनीमा जे गर्दैछौँ त्यो या त पूर्व जन्मको फल हो। यो जुनीमा राम्रो काम गरेँ भने अर्को जुनीमा राम्रो हुन्छ। त्यसैले मैले सबै कुरो शिव बाबाको काँधमा राखेर निश्चित भएर कोठामा बसेर कहानी लेखिरहेँ। 31 बजे माइकबाट मेरो नाम बोलायो। लक्ष्य के खबर आयो होला भनेर उत्सुक भई ढोकामा गएँ। ढोकाबाट बाहिर हेरेको त छोरा आएको रहेछ। छोराको मुख देख्ने बित्तिकै खबर राम्रो छैन भन्ने अनुमान गरेँ। नभन्दै आज पनि बहस गर्न भ्याएन। अर्को शुक्रबारको लागि पेशी सर्यो भन्यो। कुराकानीको क्रममा छोराले भन्यो, हिजो नानीमिस बच्चाहरूलाई भेट्न संस्थाले बोलाएको थियो। निरुसँग मात्र भेट्न दियो रे। निरुले हामीले जारी दिएको होइन, संस्थाले सिकाएर जारी दिएको भनिन् रे। निर्मलाले सविताले बयान फेर्ला जस्तो छैन। तपाईको अनुहार देखेर माया लागेर तपाईको पक्षमा बोले मात्र हो, नत्र उनीहरूको ब्रेन वास गरिसकेका छन्। छोराले तारा प्रभा भन्दै गए। त्यसैले उनीहरूलाई कैदीलाई जस्तो कोठामा थुनी राखेको छ भन्ने सुन्छन्। अस्ति सुरेन्द्रलाई तपाईसँग भेटाउन ल्याएँ भनेर मम्मी र ठुलमम्मीले मलाई गाली गरेको गरेछ। छोराले चित्त देखाए। दुवैजनाले चिया मगाएर पियौँ। चिया पिउँदै गफ गर्न थाल्यौँ। सुरेन्द्र मनन्दरको नाममा लेखिएको पत्र दिए। मेरो बारेमा चिन्ता नलिनु, मैले यहाँ आफूलाई एडजस्ट गराइसकेको छु। मम्मी करायो भनेर नरिसाउनु, मिलेर बस्नु। ब्लड प्रेसरको रोगी हो, केही भयो भने के गर्ने, मैले छोरालाई सम्झाएँ।
सरुलाई बाहिर राखिरहेको छु। निरजले भने हुन्छ त जाऊ भनेर छोरालाई पठाएँ। म भित्र आएँ। आज मेरो मात्र पेशी सरेको होइन रहेछ। परशुराम खड्का र शिवमल्ल ठकुरीको पनि पेशी सरेको रहेछ। आज साँझ दिनेश, विकास, खेमराज र म बाहिर घुम्दै गफ गर्न थाल्यौँ। आज महिला अधिकार दिवसको दोस्रो दिन। रेडियो र टिभीबाट धुमधामले प्रचार गरिरहेका छन्। महिलावादी नेत्रीहरू मोटा घाटा र चिल्ला छन्। उनीहरूले डल्लर पचाउन पाएका छन्, किन चिल्ला नदेख्नु। उनीहरूको कुर्लाइले महिलाले पुरुषमाथि धेरै अन्याय गरिरहेका छन् जस्तो आभास हुन्छ। महिलाले श्रीमान छँदै पर पुरुष गमन गरे पनि कुनै सजाय हुँदैन। हद भए अंशभाग दिएर अलग राख्न सकिन्छ, जेल पठाउन सकिँदैन। यदि पुरुषले घरमा स्वास्नी छँदै अर्को महिला ल्याए जेल जानुपर्नेछ। स्वास्नीले अर्को व्यक्तिसँग बिहा गरे अघिल्लो लोग्नेसँग स्वत सम्बन्ध विच्छेद हुने अवस्था छ। तर लोग्नेले अर्को स्वास्नी ल्यायो भने बहुविवाह कानुन लगाएर सजाय दिन्छ। महिलाहरूलाई दिएको यो अधिकारले पुरुषहरूप्रति घोर अन्याय गरेको छ। लोग्नेको इच्छा विपरीत यौन सम्बन्ध राख्न कर गरे कुनै कानुन लाग्दैन। तर लोग्नेले कर गरेर यौन सम्पर्क राखेमा वैवाहिक बलात्कारको मुद्दा लाग्छ। त्यस्तै अर्को झन् असमान कानुन विद्यमान छ। लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भयो भने स्वास्नीले कमाएको सम्पत्तिमा लोग्नेको हक लाग्दैन। तर लोग्नेको पुर्खौली सम्पत्तिमा समेत स्वास्नीको हक लाग्छ। हो, पहिलेका दिनमा महिलाहरू धेरै पिल्सिएका थिए होला, अन्यायमा परेका होलान्, शोषणमा परेका होलान्। उनीहरूलाई शोषणबाट मुक्त गराउनुपर्छ। उनीहरूलाई न्याय दिलाउनुपर्छ। त्यसो भनेर पुरुषलाई दबाउनुसम्म दबाउनु हुँदैन। एकजनालाई अधिकार दिँदा अर्कोको अधिकार हनन गर्न दिनु त भएन नि। महिला तथा बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कारबाट बचाउनको लागि कानुनले हदैसम्मको अधिकार दिएको छ। तर अधिकार पाउनेले त्यसको हदैसम्मको दुरुपयोग गरिरहेका छन्। सहमतिमा यौन सम्पर्क गरेर पनि पैसाको लोभमा जबरजस्ती गर्ने मुद्दा चलाइदिन्छ। मागे जति पैसा दिए मिल्ने, नदिए हदैसम्मको सजाय दिँदो रहेछ। धन्यवाद। ल अब चाहिँ भयो।